वेलकम टु कसैले हेर्ने ब्लग। सब्सक्राइब। सो यत्रो दिनदेखि कता हराइरहेको थियो भन्ने क्वेसन कसैको पनि आएको छैन होला, तर पनि लेट मी सो यु म के गर्दै थिएँ। सो या मैले जिम जोइन गरेँ एन्ड या इज गोइङ ग्रेट, बेटर देन आई एक्सपेक्टेड। अनि आज लेख्दै थिएँ, सो आई स्टार्टेड विथ स्क्वाड कम्पाउन्ड हुन्छ त्यसैले इट्स माई सेकेन्ड सेट फुल 80 kg विथ 5 रेप क्लिन रेप आई गेस। टोटल 3 सेट गर्छु। फर्स्ट सेटको रेप चाहिँ 15 रेप पुग्छ, त्यसपछि चाहिँ टिल फेलियर हाई वेटमा एन्ड त्यसपछि चाहिँ र मेरो सेकेन्ड एक्सर्साइज भनेको ग्लुट्सको लागि हुन्छ। ग्लुट्स मेसिनमा धेरै जस्तो केटाहरूले गर्नु पर्दैन भनेर भन्छ ग्लुट्सको लागि, बट इट्स इम्पोर्टेन्ट अरू बडी पार्ट जसरी। यो चाहिँ क्रुसल फर ओभरअल स्ट्रेन्थ र फङ्सनल मोबिलिटीको लागि हुन्छ। इन्जुरी प्रिभेन्सन पनि हुन्छ यसले गर्दाखेरि। सो इट इज अल्सो काइन्ड अफ कम्पलसरी, त्यो भएर मैले गर्छु। अनि यसको पनि त्यही 3 सेट हुन्छ, 15, 12, 10 रेप गरेर। त्यसपछिको एक्सर्साइज भनेको लेग एक्सटेन्सन हो। यसको पनि 15, 12, 10 रेप गर्छु। यो चाहिँ क्वाड्सको लागि हुन्छ। मसल ग्रुप एकदम इम्ब्यालेन्स छ भने चाहिँ ब्यालेन्समा ल्याउने हेल्प गर्छ यसले चाहिँ। अनि सकेसम्म होल्ड गर्छु लास्टमा। र फोर्थ एक्सर्साइज भनेको प्रोन लेग कर्ल हो। यो चाहिँ ह्यामस्ट्रिङलाई टार्गेट गर्नलाई गरेको हुन्छ। यो पनि सेम हो, 15, 12 रेट विथ फुल मोमेन्टम खेलाएर गरिन्छ, फुल रेन्ज अफ मोसन खेलाइन्छ। त्यसपछि भनेको काल्फको लागि गरिन्छ, काल्फलाई ट्रेन गर्नलाई। यसमा नि 15, 12, 10 सेम हुन्छ। यो चाहिँ लास्ट जो लेगको लागि चाहिँ, त्यस चाहिँ हामी एप्समा गइन्छ। अनि यो चाहिँ जिमको हार्डेस्ट पार्ट हो, कसैले कुरा गर्दैन, सबै रियाक्ट गर्ने, सबै ठाउँमा। यो चाहिँ झ्याउ चाहिँ लाग्छ तर गर्नु चाहिँ पर्छ, डिसिप्लिन भइन्छ। एप्सको लागि चाहिँ धेरै गरिन्न मैले, खै किन हो, टाइम पुग्दैन के हुन्छ। यो चाहिँ मेनली लोवर बेली लभ ह्यान्डललाई टार्गेट गर्नलाई हो, एकदम इफेक्टिभ पर्छ। यसको पनि मैले 3 सेट गर्छु, 10 रेप। त्यसपछि चाहिँ अर्को भनेको र सेकेन्ड एक्सर्साइज भनेको चाहिँ केबल क्रन्चेस हो। यसो पनि एब्डोमिनल पार्टलाई चाहिँ एकदम इफेक्टिभली असर गरिरहेको हुन्छ। मेनली त्यो ब्रिथिङ मिलायो भने यस्तो मिठो पर्छ यसमा चाहिँ। यसको पनि 3 सेट गर्छु अनि 10 मिनट कार्डियो, त्यसपछि सकियो। त्यसपछि सिधै दोकान हो, काम गर्ने बस्ने, त्यतिकै बिजी भइन्छ दिनभर। त्यस थकै लागेको हुन्छ, घर गएर सुई पल्टिने। सो त्यति हो, जिम दोकान त्यही हो, अरू केही नयाँ छैन। त्यही गरिरहेको छु, त्यही कन्टिन्यू छ, त्यही हो। हल्का दुब्ला छु, त्यही हो, त्यही नै हो। कतै घुम्न गएको भने भिडियो पोस्ट गर्नेछु, रेगुलर हुन कोसिस गर्नेछु। हुन त कसैले हेर्दैन तर पनि मेमोरी हुन्छ। सो आई विल कन्टिन्यू इट। बाई।